मन्त्रालय पुनर्संरचना गरिसकेपछि उद्योगको अनि कृषिको र सहकारीको तीनटा चाहिँ हाम्रो मुख्यतः यो तीनवटा चाहिँ हाम्रो मन्त्रालयको छ। उद्योग कृषि तथा सहकारी मन्त्रालय। अनि हामीले सबैभन्दा पहिले यो प्रदेशमा प्रवाह हुने कृषि क्षेत्रमा प्रवाह हुने सेवा तथा विकास कार्यहरूलाई सर्वसुलभ, सुस्त र पारदर्शी ढङ्गबाट सञ्चालन गर्न र आवश्यक साङ्गठनिक व्यवस्था गर्न, अनि त्यस्तै उद्योगमा प्रवाह हुने सेवा विकास कार्यक्रमहरू सर्वसुलभ गर्न, चुस्त र दुरुस्त अनि पारदर्शी ढङ्गले सञ्चालन गर्नका लागि त्यसको साङ्गठनिक व्यवस्था र त्यसका क्रियाकलापहरूलाई कसरी गर्न सकिन्छ। त्यस्तै गरी सहकारी एउटा बृहङ्गम क्षेत्र छ। सहकारी क्षेत्रका चाहिँ कार्यहरूलाई नियमन गर्नका लागि विकासका कार्यक्रमहरू सुव्यवस्थित गर्न आवश्यकीय साङ्गठनिक व्यवस्था क्रियाकलापहरूको सुझावसहित पेश गर्न, यो तीनटैलाई कसरी लिएर जाने भन्ने कुराको यो पहिला नम्बरमा हामीले चाहिँ व्यवस्थित गर्नका लागि हामीले यो बनाउँछौँ, आयोग बनाउँछौँ, एउटा कार्यदल बनाउँछौँ। त्यो कार्यदलले चाहिँ यो 1 महिनाभित्रमा विलम्ब नगरिकन 1 महिनाभित्रमा हाम्रो सबै कुराहरूलाई चाहिँ कसरी लिएर जाने भन्ने राय गरेपछि हामी अनि त्यो ढङ्गले यसको सुधार गरेर जान्छौँ। हाम्रा दैनिक क्रियाकलाप 1 महिनासम्म नरोकिने भने होइन, हामीले यो पनि निरन्तर भइरहन्छ। यसलाई अरू चुस्त दुरुस्त पार्ने के गर्ने भन्ने कुराको पहिला हामी गर्छौँ। र हाम्रो अब जस्तो म अब यो कृषि उद्योग र सहकारी मन्त्रालय मैले सम्हाल्नु परेपछि यसको काममा र यसमा लागेका सबै, यसमा समर्पित भएका सबै निजामती कर्मचारी, सकल दर्जाका सबै अधिकृतहरू, सबै कर्मचारीहरू र सबै अभियन्ताहरू, सहकारी अभियानमा लागेका अभियन्ताहरू समेत सबैलाई चाहिँ लिएर राम्ररी हिँड्नलाई कसरी सकिन्छ भन्ने कुराको हामी पहिला त्यो बुझेर त्यसलाई बुझेर चाहिँ हामीहरू अगाडि जान्छौँ।